नमस्ते, गुड मर्निङ हजुरहरू सबैजनालाई। आज म बनाउन गइरहेको छु मोटो खालको करेला अनि फेरि त्यहाँबाट आलुको तरकारी अलिकति ग्रेभीवाला। यो मैले उसिनेको भिडियो चाहिँ राखिनँ किनभने भिडियो धेरै लामो हुन्छ भनेर। उसिनेको करेलालाई यसरी भित्रको त्यो सबै मसलाहरू अनि फेरि त्यहाँ भिजाएर सबै मैले यसरी निकालेर यहाँ राखिदिएँ। हेर्नुहोस् त, यसरी यो बनाउनुपर्छ, गड्डा बनाउनुपर्छ यसलाई। भित्रको गुदी र बिजालाई मैले निकालेर यसरी यहाँ राखेँ, यो पछाडि काम आउँछ। अब मैले अलिकति तेल हालेँ कराईमा, यसमा धेरै तेलको जरुरत पर्दैन, त्यसैले अलिकति तेल हालेर उसिनेको करेलालाई यसरी फ्राई गर्नलाई राखेँ। यसलाई धेरै बेर रातो हुने गरेर फ्राई गर्न पर्दैन, अलिअलि एकछिन फ्राई गरे पनि पुग्छ यसलाई। यसरी करेला र आलुलाई मैले यसरी फ्राई गरेर निकालेँ। फ्राई गर्न धेरै टाइम लाग्दैन किनकि यो पहिल्यै नै उसिनेर पाकिसकेको छ। त्यसपछि मैले कराईमा अलिकति तेल थपेर जिरा अनि फेरि त्यहाँबाट प्याज अनि करी पत्ता हालेँ। पत्ता हाल्ने चाहिँ अप्सनल हो, किनकि मौका छ भनेर मैले हालेको, हजुरहरूले नहाले पनि हुन्छ। यसरी प्याज र करी पत्तालाई यसरी एकछिन भुटेर त्यसपछि जो मैले भित्रको करेलाको भित्रको जो गुदी र अनि बिजा छ नि त्यसलाई पनि हालेर मैले भुट्न थालेँ। यसमा त उसिनेको आलु पनि फुटाएर मैले हालिदिएँ किनकि ग्रेभीको लागि, ग्रेभी बाक्लो अलिकति बाक्लो होस् भनेर। आज घरमा जिरा र धनियाँको पाउडर खत्तम भएको हुनाले यो म्यागी मसला मैले यो टमाटर र प्याजको ग्रेभी बनाएर राखेको थिएँ नि, त्यसमा मैले मिक्स गरिदिएँ अनि अलिकति कलरको लागि यो खोर्सानीको धुलो पनि हालिदिएँ। यो पिरो हुन्न, बस कलरको लागि मात्र हालेको हो। त्यसपछि यसलाई मिक्स गरेर मैले भुटेको प्याजमा यसलाई हालिदिएँ। अहिले आँचलाई मैले एकदम धिमा गरेको छु, एकदम कम आँचमा मैले यो भुटिरहेको छु। लगभग 5 मिनट यसलाई भुट्नुपर्छ हल्का आँचमा। साथमा मैले अर्को चुल्हामा पानी पनि गरम गरिराखेको छु यसमा हाल्नको लागि। 5 मिनट भइसकेको भुटेको, त्यसपछि मैले फ्राई गरेको आलु र करेलालाई यसमा हालिदिएँ। यसलाई पनि 2-3 मिनट भुट्नुपर्छ, धेरै बेर भुट्यो भने सबै टुक्रा भएर जान्छ किनकि यो उसिनेको हुनाले। त्यसपछि मैले गरम पानी हालिदिएँ जति आफूलाई चाहिन्छ। पातलो झोल खानामा राम्रो लाग्दैन, त्यसैले मोटो नै ग्रेभी राख्नुहोस् अनि लाग्ने जति लाग्छ त्यति नमक हालिदिनुहोस्। हजुरलाई मनपर्छ भने गरम मसला लास्टमा हाल्न सक्नुहुन्छ। मलाई गरम मसला मन पर्दैन, त्यसैले मैले हालेको छैन। अब रेडी भयो हाम्रो तरकारी। धनियाँ माथिबाट हरियो धनियाँ हालेर अब अर्को प्लेटमा सर्भ गरिदिएँ। हेर्नुहोस् त कति राम्रो लागिरहेछ। अब बाई बाई, यति नै आजको लागि।